हेलो हेलो गाइजहरु आज चाहिँ म तपाईहरुलाई मौरी डुड खत्ने मौरी कसरी पक्रिँदा सजिलो हुन्छ भनेर तपाईहरुलाई पक्रिने केही औजार अथवा यो केही झुलहरुको म बनाएर देखाउने छु। तपाईहरुले पुर्ख्यौली पाराले टोपीमा पक्रिने, कसैले प्लास्टिकमा पक्रिने, कसैले हातले पक्रिने गरेर गर्छ। तर म तपाईहरुलाई चाहिँ यो नयाँ तरिका म तपाईहरुलाई सिकाउन गइरहेको छु। यो चाहिँ मच्छरलाई छेक्ने झुल हो। यो झुललाई चाहिँ हामीले यसरी काटेर हामी यसलाई काट्छौं। यसरी कैँची लिनुहोस् र यसरी काट्नुहोस् अनि हामी यसलाई काटेर रोक एकछिन। तपाईहरुले यसरी झुललाई चाहिँ लिएर यसरी काट्नुपर्ने हुन्छ र यसरी झुला लिएर तपाईहरुले काटिसकेपछि यो झुलमा मसिनो यो अलरेडी मसिनो यस्तो प्वाल छ र यसलाई यो ठुलठुलो प्वाल चाहिँ हुनु हुँदैन है। मसिनो प्वाल छ। यसलाई चाहिँ तपाईहरुले एउटा यो खालको जिआई तार तपाईहरुले ल्याउन सक्नुहुन्छ र यसले चाहिँ तपाईहरुले यो लुगा सिलाएको जस्तो तपाईहरुले यसरी सिलाउन सक्नुहुन्छ। जस्तै यो चाहिँ छिटो मिठो हो। हामी चाहिँ एकदम छिटो मिठो गर्नुपर्ने हुन्छ जहिले पनि गर्दाखेरि। त्यही भएर हामीले यो चाहिँ केही लगनी पनि नलाग्ने एकदम छिटो हुने है। यसो गरेर तपाईहरुले उन्नुहोस्। क्लिप काट्न। तपाईहरुले यो सिलाउँदाखेरि चाहिँ एकदम बाक्लो गरेर सिलाउनु पर्ने हुन्छ है त। पातलो गरेर सिलायो भने चाहिँ तपाईहरुको यस्तो पातलो पातलो सिलायो भने चाहिँ डुड खोज्ने मौरी पक्रिँदाखेरि छिर्छ। त्यही भएर तपाईहरुले चाहिँ एकदम बाक्लो गरेर सिलाउँदाखेरि चाहिँ राम्रो हुन्छ है त। र तपाईहरुले यो यसरी सिलाइसकेपछि चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो यसरी यो सिलाउँदाखेरि चाहिँ तपाईहरुले यो दुलो दुलोमै भरिसके छिराउँदाखेरि राम्रो। यसरी जबरजस्ती गऱ्यो भने चाहिँ च्यात्तिन्छ। यो च्यातेकोबाट चाहिँ मौरी भाग्छ है त। तपाईहरुलाई मैले यो यस्तो सुझाव दिएको हो, त्यसको लागि मैले यहाँ एक ठाउँ च्याते र तपाईहरुले यसरी गर्दाखेरि चाहिँ दुलो दुलोमै ठक ठक छिराउनु भयो भने चाहिँ सटसटी मौरीहरु भाग्दैन है त डुड खोज्ने पक्रेर लाउँदाखेरि। यसरी गर्नुपर्ने हुन्छ र अब लास्ट अब अन्तिम पुगिसकेको छ हामीले यो सिलाउँदै जाँदाखेरि। अब यहाँनिर चाहिँ तपाईहरुले अलिक अन्तिममा चाहिँ अप्ठ्यारो हुन्छ है त यो सिलाउँदै जाँदाखेरि। ठुल्ठुलो प्वाल भयो भने चाहिँ पक्रिँदाखेरि गर्छ। तपाईहरुले देख्न सक्नुहुन्छ। अब यसरी सार्नु सिलाइसकेपछि चाहिँ यसरी सार्नुपर्ने हुन्छ सट्टै। अब यसरी सारेपछि चाहिँ टक्क यसो गरेर मिल्छ। एकदम हामीसँग लोकल कुखुराहरु पनि प्रशस्तै छ, बासेको छ। तपाईहरुले सुन्दै हुनुहुन्छ होला। जस्तै अब यो भएपछि चाहिँ डाडु जस्तो भयो, यहाँनिर देख्न सक्नुहुन्छ। र तपाईहरुलाई म भिडियो चाहिँ निरन्तर नै तपाईहरुलाई आज बनाएर फुल भिडियो कसरी पक्रिने भनेर पनि तपाईहरुलाई म डुड खोज्ने मौरी आइरहेको छ, म तपाईहरुलाई पक्रेर देखाउने छु। र हामीले त्यसरी सिलाएर चाहिँ यसरी फिन्जाइसकेपछि चाहिँ यसरी हुन्छ हाम्रो। यस्तो यो डाडु जस्तो भइसकेको छ। मैले यहाँतिर बटारेर पनि यस्तो बनाइसकेको छु। यसरी बटार्नु सक्नुहुन्छ यहाँनिर यस्तो गरेर यहाँनिर। अनि यस्तो बटारेपछि चाहिँ यो डाडु जस्तो भयो र डुड खोज्ने मौरी हामीले यसलाई बाट चाहिँ पक्रिने। जस्तै अब यसरी मौरी आइरहेको छ भने यस्तो गरेर पक्रिन सजिलो हुन्छ यस्तो गरेर। र यसको चाहिँ राम्रो कुरो चाहिँ के छ भने यो चाहिँ मैले यहाँ एउटा पनि छ, यो पोर बनाएको हो। यो चाहिँ अलिक सानो छ। सानो मतलब यो छोटो छ। यसलाई चाहिँ यसको चाहिँ
सजिलो कायदा चाहिँ के छ भने चाहिँ यो गाउँतिर कतै बोकेर गइयो भने यस्तो गर्ने यसलाई यसरी हामीले बनाउने हो। गोजीमा लाएर बोकेर हिँड्दा पनि भयो यसलाई यस्तो गरेर। अनि यस्तो गरेर गयो त्यहाँदेखि डुड खोज्ने मौरी थियो भने देखियो भने सट्ट खोल्ने। यसलाई हामीले यो तार भएको हुनाले गर्दा चाहिँ फोल्डिङ वाला जस्तै छ। अब यस्तो गरेपछि यो केही हुँदैन, यो भइहाल्यो, यो ठिकमा आइगयो। अनि र यसलाई हामीले यस्तो गरेर फेरि पक्रिन सकिन्छ। तपाईँहरूलाई डुड खोज्ने मौरी कसरी पक्रिने भनेर पनि भन्नुभएको थियो। म तपाईँहरूलाई अहिले डुड खोज्ने मौरी ठ्याक्कै आएको छैन, म तपाईँहरूलाई अर्को भिडियोमा देखाउने छु। बिपिन बेस्ट हनीबी युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यदि कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूले सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला। र तपाईँहरूले अर्को कुरो धेरै अग्लो स्थानमा डुड खोज्ने मौरी आएको छ भने चाहिँ यो तार भएको हुनाले गर्दा तपाईँहरूको सजिलो हुन्छ। यसलाई यसरी दबार्नुहोस् र एउटा बाँसको टुप्पा ल्याउनुहोस् र त्यो बाँसको टुप्पामा चाहिँ तपाईँहरूले टक्क यसरी छिराएपछि चाहिँ यो लामो बनाएर चाहिँ माथि अग्लो स्थानमा पनि तपाईँहरूले यसरी टक्क पक्रिने। यसरी पक्रिसकेपछि चाहिँ यस्तो हुन्छ। र तपाईँहरूले झार्ने बेलामा चाहिँ यस्तो गर्नुभयो भने तपाईँहरूको मौरी चाहिँ यहाँनिर हुन्छ। यो ठाउँमा मौरी भएपछि चाहिँ अनि लिएर यसरी पक्रेर चाहिँ डुडमा लाउन सक्नुहुन्छ। म तपाईँहरूलाई अर्को भिडियोमा चाहिँ डुड खोज्ने मौरी कसरी पक्रेर लाउने भनेर तपाईँहरूलाई म सिकाउने छु है त। हस् त, धन्यवाद।